सो वेलकम ब्याक टु भिजी वाचेस गाइस। आज हामी कुरा गर्छौँ क्लब दे रियल मैड्रिडको च्याम्पियन्स लिग 6-1 को विनको बारेमा एगेन्स्ट मोनाको। अनि त्यस पछाडि म्यान सिटीले के हक्कु खेलिरहेको यो म्यान सिटी पेप गार्दियोला अस्ति भर्खर नयाँ प्लेयर यति साइन गरेको छ के भइरहेछ यिनीहरूलाई। अनि अरू च्याम्पियन्स लिगको म्याचेसहरूको हल्का सर्फेसले मात्र कुरा गर्छौँ। अनि त्योभन्दा अगाडि चाहिँ हामी के कुरा गर्छौँ भन्दा बार्सेलोनाले दुईटा ट्रान्सफर गर्न लागेको छ। अब नेक्स्ट सिजनको लागि मेजर ट्रान्सफर हुन सक्छन्, यो के हो त्यसको कुरा गर्छौँ। सो भिडियोमा जानुभन्दा अगाडि चाहिँ गाइज प्लिज सब्सक्राइब गरेर राख, सब्सक्राइब गर। लेट्स इट 6K चाँडोभन्दा चाँडो। अब सब्सक्राइब गर्यो होला। अब जाउँ हामी भिडियोमा। पहिला सुरु हामी ट्रान्सफरहरू सर्लक्क सकिहाल्यो, त्यस पछाडि म्याचेसहरूमा जाउँ। के भइरहेको छ त बार्सेलोनामा? पहिला डिफेन्डरहरूको मात्र आउँथ्यो लिङ्क्स, अब जावा क्यान्सेल आइदियो, डिफेन्डरहरूको लिङ्क्सहरू अलिक घट्दैछ। भनेपछि अब अर्को के कुरा छ भने मिडफिल्डर। अब ड्रो फर्नान्डेजको एक्जिट यताउता हामी सबैलाई थाहा छ। एउटा एकदमै इलिट मिडफिल्डर जो चाहिँ अब अलि हुन्छ नि ओल्डर साइडमा पुग्न लागिसक्यो। अनि अर्को चाहिँ एउटा यङ्स्टर जुन चाहिँ बार्साको औकात भन्दा बाहिर छ। र एकर्डिङ टु मी बार्सालाई यो होइन अर्कै प्रोफाइलको प्लेयर चाहिन्छ जस्तो लाग्छ मलाई चाहिँ। सो को रहेछ यो प्लेयर हेरौँ है त। पहिला सुरु चाहिँ बर्नार्डो सिल्भा। सो बर्नार्डो सिल्भा बार्सेलोना आउँछ भनेर त हामीले 2019-20 देखि सुन्दै आएको कुरा हो। यो नथिङ न्यू। तर यसपालि चाहिँ हल्का कङ्क्रिट हुँदै आएको छ कुरा। किन भन्दा म्यान सिटीसँग कन्ट्र्याक्ट सकिन्छ, त्यस पछाडि फ्री एजेन्ट हुन्छ बर्नार्डो सिल्भा भन्ने कुरा छ यही सिजनको एन्डमा। बार्साले चाहिँ बर्नार्डोलाई ल्याउन सक्ने र बर्नार्डो पनि बार्सा आउन मन गरेको त्यो पहिलेबाट छ। त्यो कुरा चाहिँ चलि नै रहेको छ अहिले। मेजर कुरा चाहिँ के छ भन्दा पेप गार्दियोला अब आजको लस बोडो ग्याम्बिटसँग यो कुरा अर्को भइहाल्यो। यो सिजनको एन्डसम्म पेपले नै छोड्छ जस्तो छ। अनि अब बर्नार्डो सिल्भाको कन्ट्र्याक्ट सकिएपछि यो सिजनको एन्डमा एक्सटेन्ड गर्छ जस्तो मलाई पनि लाग्दैन र बर्नार्डोलाई पनि छोड्न मन छ क्या अब चाहिँ। र डेको जुन बार्सेलोनाको स्पोर्टिङ म्यानेजर छ उसले चाहिँ रिलेसन राम्रै राखिरहेको छ रे बर्नार्डो सिल्भाको एजेन्टसँग चाहिँ राम्रै कुरा चलिरहेको छ भन्ने रिपोर्ट्स आइरहेको छ। अनि त्यसैको माथि कन्फर्मेसन केले दिन सक्छ यसलाई हल्का भयो नि भन्दा स्पेनिस मिडिया आउटलेटहरूले जुन चाहिँ स्पोर्ट्सहरूको कभर गर्छ त्यसले चाहिँ के भनेको छ भने डिसिजन हेज बिन मेड, बर्नार्डो सिल्भा बार्सा आउँछु भनिसकेको छ। उसले आफ्नो डिसिजन बनाइसकेको छ भनेको छ। अब धेरैले फाब्रिजियोले नभने कसरी भनिस् भन्नु होला, तर फाब्रिजियोले भनेको लास्टमा सबै कुरा भएपछि भन्ने कुरा हो। बिचमा के कुरा चलिरहेको छ त्यो अलि ढिला भन्छ क्या फाब्रिजियोले। अरू स्पेनिस जुन आउटलेट्सहरू हुन्छन् उनीहरूले भनिसकेको हुन्छन्। सो त्यसलाई पनि फलो गर्नु। त्यस कारणले चाहिँ बर्नार्डो सिल्भा आउला जस्तो चाहिँ मलाई चाहिँ लाग्छ है। अनि त्यसैको माथि अब फाइनेन्सियल फेयर प्ले के त बार्सा त गरिब छ भन्नु होला। के छ भन्दा कुरा उसको ड्रिम हो बार्सा, पहिलेबाट उसको ड्रिम हुन्छ नि ड्रिम क्लब हो। त्यो भएर चाहिँ स्यालेरी रिड्युस गर्छ, स्यालेरी कम लिन्छ भन्ने कुरा पनि चलिरहेको छ। कुरा के हो भन्दा बार्सालाई बर्नार्डो सिल्भा चाहिन्छ कि चाहिँदैन भन्ने कुरा हो क्या। अब बर्नार्डोलाई खेलाइसी स्टार्टै गर्छ भन्ने जस्तो लाग्दैन। बर्नार्डो यो टिममा चाहिन्छ भनेर सोद्धाखेरि नभए नि फरक पर्दैन है। इन माई ओपिनियन नभए पनि फरक पर्दैन। तर हल्ला फेरि फ्रीमा आउँछ भने त म त वेलकम सर वेलकम। यो टिममा चाहिन्छ बर्नार्डो सिल्भा। फ्रीमा आउँछ भने चाहिन्छ, पैसा तिरेर चाहिँ अहिलेलाई चाहिहाल्ने छैन। तर फ्रीमा आउँछ भने बर्नार्डो सिल्भाको प्रोफाइलको प्लेयर चाहिन्छ। एउटा क्रिएटिभिटी क्रेजी नै देखाउँछ। अब बर्नार्डो सिल्भा त ल्याइयो र बार्सामा बर्नार्डो सिल्भा आयो। अब बर्नार्डो सिल्भाले फिड कसलाई गर्ने, लमिन यामालले कसलाई फिड गर्छ भन्दा लेवान्डस्की। अब ओल्ड भइसक्यो धेरै नै, बिचारा माया लाग्छ मलाई केटोको। तर पनि ब्रो अब गोल त हान्ने कुरा त हो नि होइन। बार्सामा जसले गोल हान्यो त्यसैलाई माया गरेर राख्ने हो। अनि अर्को कसलाई फिट गर्नुपर्छ, फरान तोरेस बिचारा ह्यामस्ट्रिङ इन्जुरी भएको छ, 10 दिन जतिलाई इन्जुर छ। तर अब फरान तोरेस र लेवान्डस्कीलाई फिट गरेर यिनीहरूको फिनिसिङै पत्तुर छ। सो त्यो भएर चाहिँ बार्साले नेक्स्ट सिजनलाई चाहिँ एउटा स्ट्राइकर टार्गेट गरेको छ भन्ने कुरा छ। अब सबै घुमिफिरी आउँदाखेरि चाहिँ कुरा कहाँ आएर अड्क्या छ भन्दा हुलियन एल्भारेज। सो एल्भारेजलाई बार्सेलोनाले एकदमै पिन पोइन्ट गरेर राखेको छ। त्यही माथि एल्भारेजको पनि एथलेटिको मैड्रिडसँग सिचुएसन राम्रो छैन। किन भन्दा एथलेटिको मैड्रिडमा त ऊ एउटा ड्रिम लिएर आएको हो केही न केही जित्ने भनेर। एथलेटिको मैड्रिडले हारे छ, केही जित्नै सकेको छैन। उहाँ जुलियन एल्भारेजले ट्रफीले सिजनै जान्न थियो, ट्रफीले सिजन गइरहेको छ। त्यही माथि सिमियोनीले अब राम्ररी युज गर्न त सकिनै रहेको छ। त्यति धेरै गोल आउटपुट नि दिइरहेको छैन जुलियन एल्भारेजले। र बेटर टिमको खोजीमा चाहिँ जुलियन एल्भारेज पक्कै पनि छ। त्यो भएपछि चाहिँ को पप आउट भइरहेछ भन्दा चेल्सी चाहिँ एकदमै प्राइम कन्टेन्डर, 100 मिलियन दिन्छौ तँलाई भनेर बसिरहेको छ भन्ने कुरा छ। तर अब एल्भारेजले चुज गर्नु पर्यो भने कसलाई चुज गर्ला भन्दा फेरि अभियसली बार्सालाई चुज गर्छ। र बार्सेलोनाको जोआन लापोर्ताको पनि ड्रिम भनेको चाहिँ एल्भारेज छ। एल्भारेजलाई एकदमै ल्याउन मन छ, ट्याक्टिकल फिट हुन्छ, एल्भारेज पोटेन्सियल छ, एकदमै प्रुभन ट्यालेन्ट हो भनेर चाहिँ एल्भारेजलाई ल्याउने कुरा छ। अब मलाई के लाग्छ भन्दा एल्भारेज इज नट द प्रोफाइल बार्सेलोना वान्ट्स। बार्सेलोनालाई एउटा पोचर चाहिएको हो, अगाडि प्रेजेन्स देखाउने एउटा पोचर चाहिएको हो क्या। बल कन्भर्सन एरियल आउन सक्छ, जसरी नै आउन सक्छ, जस्तो पनि फिनिस हान्न सक्ने। तर एल्भारेज चाहिँ मलाई छ, दामी छ, इज अ ग्रेट फिनिसर। तर जुन त्यो प्रोफाइल्स हुन्छ नि बार्सालाई चाहिने त्यो कुरा चाहिँ अलिक छैन जस्तो लाग्छ। त्यो प्रोफाइल मैले अब कसमा देख्छस् भन्नु होला, मैले हेरिकेनमा देख्छु, ग्युरेसी अब अहिले हल्का कम गोल हान्न थालेको छ, ग्युरेसीमा देख्छु। पहिला म इसाकमा देख्थेँ, इसाक अहिले फ्लप भएको छ। सो मेरो ओपिनियन चाहिँ एल्भारेजलाई ल्याउँदा त्यति साह्रो खतरा त हुन, तर हि वुड बी ग्रेट फर बार्सेलोना।
बार्साको औकात छ, बार्साले किन्न सक्यो, यताउता भयो भने चाहिँ नेक्स्ट सिजनलाई किन्दा अब कम्तीमा नि 180-90 मिलियन परिहाल्छ यार। अब बार्साले तिर्न सक्छ कि सक्दैन। सो मेजर कुरा के हो भन्दा बार्साले एल्भारेजलाई टार्गेट गरिरहेको छ, अनि त्यस पछाडि एल्भारेज पनि बार्सा आउला जस्तो छ, नेक्स्ट सिजन एथलेटिको छोड्ला जस्तो छ। अब कुरा कहाँ अड्किन्छ भन्दा पैसा, नो मनी नो हानी। तपाईँहरूले सुन्नु होला, नो मनी नो एल्भारेज। सो एथलेटिको मड्रिडले पैसा धेरै नदिकन त एल्भारेजलाई मरि नै बेच्दैन होइन। सो बार्साको मेजर नेक्स्ट सिजनलाई ट्रान्सफरको र्युमर चाहिँ यही नै आइरहेको छ। यो कुरा भइहाल्यो। अब चाहिँ जाउँ हामी क्लब दे रियल मड्रिडको गेममा ब्रो। समुद्रमा बरु पानी सुक्ला, क्लब दे रियल मड्रिडले च्याम्पियन्स लिगमा जित्न कहिले पनि छोड्दैन ब्रो। यो भनेको त उनीहरूको होम टर्फ क्या, होम कम्पिटिसन, उनीहरूको फेभरेट कम्पिटिसन भन्दा पनि हुन्छ। 15वटा च्याम्पियन्स लिग त्यसै जितेको होइन क्या, त्यसै हल्लुभरमा त्यसै हावाताला जितेको होइन क्या। च्याम्पियन्स लिग आएपछि यो टिमको प्लेयरहरू टर्न डाउन हुन्छन्। के हुन्छ के यिनीहरूलाई सबै खेल्न थाल्छन् यार। अब गेमको कुरा गर्ने हो भने एस मोनाको हामीले फर्म हेऱ्यो भने त्यति राम्रो छैन फेरि है। एस मोनाको लास्ट कति 5वटा गेम हामीले लिगमा हेऱ्यो भने 4वटा लस, एउटा मात्र विन छ, र रिसेन्ट गेमहरूमा नि विन लस थियो भनेपछि त्यति राम्रो थिएन। र हिजो हामीले डिफेन्डिङ देख्यौँ, तोबा 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 उठाले भाइ। मोनाको नाम भनेको बिस्कुट जस्तो रहेछ ब्रो, त्यो थिचेची क्यारेक्टर हुने जस्तो ब्रो। यति क्रमल भइरहेको थियो नि यिनीहरू ब्रो। डिफेन्स लाइन त पत्तुरे रहेछ यार, पत्तुरे रहेछ, लास्टै नै पत्तुर मोनाको। त्यही माथि क्लब दे रियल मड्रिड फुल फ्लोइङ फुटबलमा ब्याक भइसके। जुन जावी अलोन्सोको अन्डरमा थियो रियल मड्रिड, त्यो अहिले रियल मड्रिड छैन। जावी अलोन्सोको अन्डरमा के थियो भन्दा स्ट्रक्चर एउटा मेन्टेन गरौँ है, ट्याक्टिक्स हाम्रो एउटा छ है, हामी डिरेक्ट रन मात्र निकाल्ने होइन है, बिल्डअप पनि गरौँ भन्ने थियो भने अब आरबी लाओको अन्डरमा केमा फर्किसकेको छ भन्दा ब्याक टु रियल मड्रिड देमसेल्भ्स। रन्स निकाल्छौँ हामी, सबैजना अगाडि कुद्न खोज्छौँ। इभन बेलिङगमको लिथल कति छ अझ पनि भनेर यो गेममा पनि देख्यो, बेलिङगमले पनि लिथल रन्सहरू निकालिरहेको थियो। इनसाइड द बक्स अलवेज ही वाज द थ्रेट। अनि अर्को कुरा भनेको स्ट्रक्चर ट्याक्टिक्स भाडमा जाओस्, वी प्ले हाउ वी वान्ट टु प्ले। भिनिसियसले रन्स निकाल्छ, किलियन एम्बापे चढ्छ, मास्तान्तुआनो। हामी रोद्रिगोको, अब रोद्रिगो र मास्तान्तुआनोको डिफरेन्स के छ भन्दा रोद्रिगोले चाहिँ धेरै भेलभर्देलाई चाहिँ हुन्छ नि सपोर्ट दिनलाई चाहिँ हल्का डिफेन्सिभमा झर्थ्यो भने मास्तान्तुआनो त्यति झरेको थिएन यो गेममा। र त्यही माथि भेलभर्दे अलवेज अगाडितिर चढ्न खोजि नै रहेको थियो भेलभर्दे। अनि त्यसैको माथि राम्रो कुरा के भन्दा आर्दा गुलरले राम्रो गेम निकाल्यो, पासेस निकालिरहेको थियो राम्रो, र धेरै आर्दा गुलरले गर्दा पनि गोल आयो। भिनिसियस जुनियर स्पेसिफिकको कुरा गरौँ हामी, आरबी लाओले भिनिसियस जुनियरलाई कन्फिडेन्स फुल दिएको छ क्या, देखिन्छ। आरबी लाओले भनेको छ क्या, मलाई भिनिसियस आफ्नै पाराले खेलोस्, फुल फ्लोमा जाओस्, भिनिसियस जस्तो खेले पनि गेम चाहिँ खेलाइरहनु पर्छ। किन भन्दा ब्याक फर्ममा आयो भने त यति क्रेजी हुन्छ भिनिसियस जुनियर। भिनिसियस जुनियर लास्ट कति सिजनदेखि टप असिस्टर छ क्यारे, 2018 हो कि 2021 देखि अहिलेसम्ममा हाइएस्ट असिस्ट छ भिनिसियस जुनियरको, इभन एबभ केभिन डी ब्रुइने युसिएलमा त्यो पनि। भनेपछि भिनिसियस जुनियर कतिको लिथल छ चाहिँ देखिन्छ क्या। इभन अब च्याम्पियन्स लिगमा रेकर्ड गोल्स पनि हान्न लागिसक्यो, ब्राजिलियन्सको लागि वान अफ द मोस्ट हुन लागिसक्यो, टप 5 मा परिसक्यो। एरिक डायर केयरलाई चाहिँ नचाइ नै रहेको थियो ब्रो, केयरको 1 point something को रेटिङ थियो, त्यो पनि मलाई अचम्म लागेको थियो। भिनिसियस जुनियरले त ब्रो बाइला भिनी ब्रो नाच्यो ब्रो, पिचमा नाच्यो नै भन्दा हुन्छ, ढोल हानिरहेको थियो क्या भिनिसियस जुनियरले त। सो भिनिसियस जुनियरलाई चाहिँ रेस्ट्रिक्सन हल्का कम दिनुपर्छ क्या भिनिसियस जुनियरलाई। अब आरबी वालाले अर्को कुरा पनि के भनेको छ भन्दा मेरो फरवर्ड्सहरूले ट्र्याक ब्याक गर्नु पर्दैन, मेरो फरवर्ड्सहरू अगाडि बसे हुन्छ। यो गेममा त्यो कुरा देख्यो, केटाहरू अगाडि बसिरहेको थिए, बल रिसिभ गर्ने, कुदाउने, पास खेल्ने। अनि त्यस पछाडि अर्को कुरा के भनेको भने यिनीहरूको डिफेन्स पत्तुरे रहेछ। त्यो भएपछि चाहिँ अगाडि मान्छे जति सक्दो पेलिदिने क्या, ओभरलोड हानिदिने। बेलिङगम चढ्छ, त्यहाँबाट आर्दा गुलर चढ्छ, मास्तान्तुआनो हुन्छ, किलियन एम्बापे अलवेज देयर, भिनिसियस जुनियरले ड्रिफ्ट इन गर्छ, पासेस निकाल्छ। सो गेम बवाल थियो। भिनिसियस जुनियर 10 out of 10 पर्फर्मेन्स, एउटा गोल हान्यो, 2टा एसिस्ट, 3टा एसिस्ट भन्दा पनि हुन्छ, एउटा ओन गोललाई एसिस्ट दियो। एम्बापे ब्रो 2 गोल, क्रिस्टियानो रोनाल्डोको मोस्ट गोल्स इन अ च्याम्पियन्स लिग सिजन रेकर्ड चाहिँ ब्रेकै गर्ला जस्तो छ। अहिले रोनाल्डोको 17 गोल छ भने मोस्ट गोल्स इन अ युसिएल सिजन किलियन एम्बापेको अहिले 11 गोल पुगिसक्यो। अब त सकाइदिन्छ नि होला। अब लास्ट सिजन रफिनियाले इक्वलाइज गर्थ्यो गोल एसिस्टमा, यो सिजन अब यो रेकर्ड चाहिँ एम्बापेले स्योरै तोड्छ जस्तो लाग्छ। सो ओभरअल हेर्यो भने क्वेसन सोधौँ आफैलाई, एस मोनाको फर्म राम्रो छ, एस मोनाको त्यो लेभलको टिम हो जुन युसिएलमा हुनुपर्छ, युसिएलमा हुनुपर्ने लेभलको टिम छैन हैन। क्लब दि रियल मड्रिडले यो गेम राम्रो खेलेको, एकदमै राम्रो खेलेको, यही फ्लोमा क्लब दि रियल मड्रिड गयो भने काहीँ न काहीँ पुग्छ। इभन एट देयर वर्स्ट सिजन क्लब दि रियल मड्रिड ला लिगामा सेकेन्ड नम्बरमा छ, जम्मा 1 point पछाडि बार्सिलोनाको। च्याम्पियन्स लिगमा सेकेन्ड नम्बरमा छ भनेपछि दिस टिम इज द्याट बिहाइन्ड क्या। तर अब जावी अलोन्सोको ट्याक्टिक्सले चाहिँ यो जुन टिमको वरिपरि जुन बनेको छ नि प्लेयर्सहरू, त्यसलाई चाहिँ हल्का वर्क नगरेको चाहिँ हामीले देख्यौँ। इभन बेलिङगम, भिनिसियस जुनियर चाहिँ हल्का हुन्छ नि लोअर फुटमा खेलेको हामीले देख्यौँ। तर अब आरबी लो आएपछि हल्का फ्रिडम दिएको जस्तो लाग्छ क्या मलाई। अब तिमीहरूको जस्तो गेम प्ले थियो त्यसै गरी खेला। अब यो लङ टर्ममा कसरी वर्क गर्छ थाहा छैन। नेक्स्ट गेम बेन्फिका सँग छ क्यारे च्याम्पियन्स लिगमा, त्यो गेम चाहिँ लास्ट चाहिँ कम्प्लिकेटेड हुन सक्छ क्या। इभन म चाहिँ के भन्छु भने रियल मड्रिडले हार्ने चान्सेस पनि हुन्छ त्यो गेममा, ड्र र हार्ने कुरा। त्यो कुरा इभन इफ यु आर अ रियल मड्रिड फ्यान तपाईँले नि त्यो कुरा सोच्नुपर्छ हैन।
तर अब हुन्छ नि कसरी प्रोग्रेस गर्दै जान्छ त यो नयाँ कोचले भन्ने कुरा हो। र मलाई चाहिँ होपफुली राम्रै गर्छ जस्तो लाग्छ, किन भन्दा भिनिसियस जुनियरलाई कन्फिडेन्स दियो भने त्यो भिनिसियस जुनियरले एउटा फ्ल्याङ्क त फाडिदिन्छ क्या, त्यो लेफ्ट विङको प्लेयरहरूलाई त हल्लु हल्लु सुधाइदिन्छ भन्दा पनि हुन्छ क्या, त्यतिको बवाल खेल्छ। सो ओभरअल गेम बवाल लाग्यो मलाई क्लब दि रियल मैड्रिडको। यस्तै गेम खेल्दै गयो भने चाहिँ क्रेजी नै हुन्छ होइन, च्याम्पियन्स लिग 16औं आउँछ कि के हुन्छ हेरौँ। सो अब चाहिँ अर्को टिममा जाउँ हामी, म्यान सिटी ब्रो। रोद्री आएदेखि म्यान सिटी किन हो र यस्तो केटाहरू यार, निकै ठिक थियो कि हो ब्रो। यो सिजनको एन्डमा पेप गार्दियोलाले छोड्छ भनेर तपाईँलाई अथवा मलाई तपाईँहरूले सोध्नुहुन्छ भने म चाहिँ छोड्छ भनिदिन्छु है, किन भन्दा आशा देखिरहेको छ क्या, इभन मिड सिजनै छोड्छ जस्तो लागिसक्यो यस्तै पाराले मलाई। अब लिगमा हेऱ्यो, लिगमा बिचरा आर्सेनलको पछाडि कति पुगिसक्यो, च्याम्पियन्स लिगमा बोडो ग्यामेटसँग हारेर आएको छ, प्लेयर्सहरू ल्याएको ल्याइ छ। अब आजको डिफेन्स लाइन त्यति राम्रो नखेलाएको जस्तो पनि लाग्यो मलाई। अनि त्यस पछाडि अब गियोईलाई ल्याएको छ, गियोईलाई सिधै स्ट्रेट अफ खेल त भनेर नेक्स्ट प्रिमियर लिगमा खेलाइदिइहाल्छ। अब रोद्रीलाई चाहिँ ड्रप गर्ने चान्सेस हल्का देख्छु, अब त्यत्रो इन्जुरीबाट आएको छ केटो, हल्का फुल फिटनेसमा नआउनु पनि सक्छ क्या, त्यो भएर रोड्रीलाई ड्रप गर्ने चान्सेस अथवा रोड्रीलाई अलि लास्ट मिनट्सहरू खेलाउने चान्सेस चाहिँ मैले देखि नै रहेको छु। अनि अर्को कुरा भनेको ब्रो, गोल हान्ने त केटाहरू त पहिला जसले नै पेल्दिएर हुन्थ्यो, अहिले त पेल्नै छोड्यो क्या। इभन हालान्डको पनि गोल रड छ भन्दा हुन्छ, हालान्डले नै त्यति धेरै गोल हान्न सकिरहेको छैन बिचरा। अब खेर्कीहरू यताउता राइन्डर्सले अनि डोकुले अनि त्यस पछाडि फोर्डनले पनि गोल हानिरहेको हुन्थ्यो भने अहिलेको त्यो जुन फ्रिक्वेन्सी छ गोलको त्यो चाहिँ लास्टै घट्दैछ क्या, हान्नै सकिरहेको छैनन् केटाहरूले। सो त्यो भएर चाहिँ म्यान सिटीलाई धेरै नै प्रब्लम्स आइरहेको छ। सो म्यान सिटीको भइहाल्यो, कम्प्लिकेटेड सिचुएसन छ, अब पैसाले नै सबै कुरा नहुने रहेछ होइन, नयाँ प्लेयर ल्याएको छ, कसरी चेलअप हुन्छ कसरी खेल्छन् हेरौँ ल। अर्को एउटा डिसपोइन्टमेन्ट भनेको स्पोर्टिङले चाहिँ पिएसजीलाई 2-1ले हराइदियो, यो गेम स्याडली मैले हेरिनँ होइन। तर ब्रो पिएसजी ब्रो के हो, लुचोले छोड्छ कि के हो, लुचो प्लान त छैन धेरै बस्ने भन्ने कुरा चाहिँ लुचोले छोड्ने नै जस्तो छ, छोडिदिन्छ कि के हो थाहा छैन। टिम त राम्रै खेलाएको रहेछ, मैले टिम हेरेर आएको थिएँ, लाइनअप राम्रै छ। अब अर्को कुरा गरौँ आर्सेनल इन्टर ब्रो। आर्सेनल ब्रो वाट अ टिम म्यान, वाट अ टिम। यो सिजन युसिएल कन्टेन्डर, प्रिमियर लिग कन्टेन्डर, जे खेल्यो त्यही कन्टेन्डर ब्रो। आर्सेनल आर्टेटाको अन्डरमा यो सिजन त क्रेजी नै छ ब्रो। इन्टर मिलानलाई ब्रो 3-1ले हराउनु भने इट्स नट हुन्छ नि सानो कुरा त होइन क्या, यो इन्टरले राम्रो छ इन्टर। आर्सेनलको डिफेन्स त्यस्तै, गाब्रियल जिजसले 2 गोल हान्दियो, भित्र गोइकेरेसले 1 गोल हान्यो। सो अरू रिजल्ट्स के भएको छ सर हेरौँ। कोपेनहेगन नेपालीको 1-1 भयो, ओलम्पियाकोस लेभरकुसेनको 2-0 ओलम्पियाकोसले जितेछ, ड्याम। अनि त्यस पछाडि अर्को टटनह्याम र डर्टमन्ड, मलाई डर्टमन्डले एटलिस्ट एउटा गोल चाहिँ हान्छ जस्तो लाग्छ। डर्टमन्डले रेड कार्ड पनि खाएछ, टटनह्यामले 2-0ले जितेछ भने आयाक्स र भियारियल, आयाक्सले जितेछ। भियारियल ग्रेट टिम, ला लिगामा राम्रै गरेर आएको छ, आयाक्ससँग त्यही पनि हारेछ। सो च्याम्पियन्स लिगको रनअप यही हो। अब भोलि बार्साको गेम के कस्तो हुन्छ हेरौँ, जित्छ जस्तो लाग्छ। त्यो गेम राति 1:45मा उठेर हेर्ने कि नहेर्ने म कन्फ्युजनमा छु होइन, जे पनि हुनसक्छ। सो तपाईँलाई आजको भिडियो कस्तो लाग्यो टेल मी इन द कमेन्ट्स। अनि यस्तै भिडियोको लागि के गर्नुपर्छ थाहा छ तपाईँहरूलाई, सब्सक्राइब गरेर राख्नु, भिडियो आइ नै रहन्छ डेली। अनि गाइज थ्याङ्क यू फर वाचिङ टिल द एन्ड गाइज, बाई बाई।